रोकिनु छ रोक्नु छ है गाडी भन्दा अन्याय छ है सरकारी विद्यालयमा समयको सम्झौता कार्यान्वयन गर सरकारी विद्यालयमा समयको सम्झौता कार्यान्वयन गर हाम्रो माग पुरा गर हाम्रो माग पुरा गर हाम्रो माग पुरा गर संयुक्त आन्दोलन जारी छ संयुक्त आन्दोलन जारी छ संयुक्त आन्दोलन जारी छ ए सरकार न्याय दे ए सरकार न्याय दे संयुक्त पिता सरकारी पिता न्याय दे संयुक्त पिता सरकारी पिता न्याय दे ए सरकार न्याय दे बिल्कुल सरकार न्याय दे हाम्रो सम्बन्ध विच्छेद भइसक्यो कति दिदी बहिनीहरूको घरमा बास छैन त्यसैले आज हामी अर्धनाङ्गा छौँ यो सरकारले बनाएको हो हामी रहरले होइन बाध्यताले भएको हो सरकारलाई के भन्न चाहनुहुन्छ यस्तो अर्धनाङ्गा अवस्थामा हामीले घाँस काटेर भात काटेर राखेको बचत रकम फिर्ता दे सरकार यदि ऋण लगानी गर्छ भने ऋणको कति मापदण्ड हो त्यो मापदण्ड गरेर लगानी गर अनि त्यति तिर्दाखेरि तिरिसक्यो भनेर घोषणा गर भन्न चाहन्छु म 2 वर्ष भइसक्यो न्यायमा आएको सरकारले किन ल्याएर दिँदैन हामीलाई हामी नाङ्गे हुन बाध्य बनाएको छ सरकारले के भन्न चाहनुहुन्छ सरकारले न्याय नदिए हामी जे पनि गर्छौँ 4 वर्ष भयो हामीलाई न्याय दिएन अहिले के देख्नु हामी पुरै नाङ्गेर हिँड्छौँ अब हामीलाई न्याय किन दिएन लघु वित्त सहकारी पीडित लघु वित्त पीडित मिटर जाति पीडित हामीहरू हाम्रो घरबार विहीन भयो हामीहरूको हामी कहाँ जाने श्रीमतीबाट पनि वञ्चित भए हामीहरू घरबार के पनि छैन हजुर के भन्न चाहनुहुन्छ नाङ्गिनु भन्नु भएको नाइट घरमा अर्धनाङ्गा अवस्थामा हुनुहुन्छ के भन्न चाहनुहुन्छ हामी अहिले के देख्नु भएको अझै देख्नुहुन्छ अझै देख्नुहुन्छ त्यही भन्न चाहन्छौँ हामी छोराछोरीको पेट काटी राखेको पैसा सरकारले कति बुझ्दै गर्दैन त्यस्तो सरकारले काटेको अनि के गर्ने आउने राज्यले सरकारले जसले आउँछ जसले पीडितहरूको पीडा बुझ्छ त्यस्तो मान्छेलाई बसाउने हो भने यस्तो प्रधानमन्त्री जस्तो नालायकलाई किन राख्ने सत्तामा भनेको मैले भन्नु त यत्रो स्वरमा आइरहेको छ आकाश भइरहेको छ मलाई हेर नानीहरू लाज शरम छैन
विदेशमा लगानी गरेको छ। त्यसैले आज हामी अर्को नाङ्गो हुँदाखेरि पनि सरकारले मतलब गरेको छैन। तर हामीलाई पुरै नाङ्गो हुने बाध्य नबनाओस्, हाम्रो न्याय सरकारले दियोस् भन्न चाहन्छु। पानी परिरहेको छ, घाम पानी नभएर स्वास्थ्यमा समस्या आइसक्यो। हामी डिप्रेसनमा गएर डिप्रेसनको औषधि खाएको छ। मेरो 83 वर्षको आमालाई मैले हस्पिटलको बेडमा छोडेर म यहाँ आएको छु। मैले बचत गरेको बचत रकम फिर्ता नदिएर मेरो आमाको मैले अपरेसन गर्न पाएको छैन। त्यसैले आमा मर्न र बाँच्नको दोस्रामा हुनुहुन्छ। म आमा मरेसँगै म पनि मरे सरा छु। त्यसैले हामीलाई स्वास्थ्यको कुनै मतलब भएन, किनकि हाम्रो अभिभावकले हामीलाई वास्ता गरेन।